कतातिर हो यता भित्र कुन कोठामा बस पूजापाठ गर्नुभएछ पहिलाकै त्यही कौरा सर्प आएछ पुरानो त्यस्तै प्रजातिको ठिक छ ग्यासतिर छ है टुक्रा उतातिर गएको छ ठिक छ जता भए पनि त्रिशूल किन राख्नु कसले तपाईँ राख्नु यहीँ ल्याऊ अरू को ल्याउला ल बहुत बढिया 9 दिन बसेर पहिला 9 दिन बसेर के छ तिमीले भाग्नु पर्दैन है लुक है त्यही गर्नु पर्दैन दाइ तपाईले आँखा छोड्नुहुन्छ नि यता लगा नै पेला उतला यसलाई लगाउनु न कुकुरलाई यसलाई लगाउनु त कुकुरलाई विशाल सर्प है विशाल सर्प हो के त खतरनाक विशाल सर्प टोकेपछि चाहिँ 9 दिनसम्म बस्दाखेरि अब 9 दिनसम्म नाच्ने पूजा गर्यो अब आजदेखि अब आफ्नो ठाउँमा जाने बस्ने मलाई नसताउने अबदेखि पूजा गर्न राख्दिनु गएर भगवान हुनुहुन्छ गरे अरु भन्नु यता दिनु ल बोल्नु सब ल बोल्नु भगत माताजी बोल्नु यहीँ हुनुहुन्छ कि बोल्ने है पूजा गर्ने पनि यहीँ हुनुहुन्छ पूजा गर्ने एकचोटि छुया कस्तो लेख्छ अरू केही भन्न चाहनुहुन्छ तपाईँले अब केही छैन मलाई दुःख नदिउँ अब एकचोटि सर्प यहाँ राति लग्नु पर्यो म बिरामी धेरै दुःख पाएँ अब मैले दुःख नपाऊँ अब सर्प भएर अब सताउनु नआउनु अब नाग देवता अरू के भएर आए बस्नु पर्ने स्थानमा आएर बस्दिनु हजुर अब म त दुर्दैन त फेरि किन दुःख लाग्दो देख्नुभयो सबैले चिन्नु पनि हुन्छ नि यो सर्प नि यो सर्प देखिने बित्तिकै के गर्नुपर्छ भारी हाल्ने दुध खान गएको कहिले जानु जानु डिस्टर्ब गर्ने नै किन यस्तो भएको छ आफै भित्र बस्छ ल आज हाम्रो देउता गएको छ सर्प पनि देउता आउँछ सर्प देउता नभए शिवजी गाउँमा किन भने देउता आउन 1 महिनासम्म बस्छ मान्छेको देउता आउनु कतिखेर आया 12 बजे आया पनि थाहा छ फेरि कुकुरले थाहा दियो कुकुरले थाहा पाउँछ के केले थाहा दियो अरे यहाँहरू 3 जना एउटै घरका हुनुहुन्छ यहाँ चाहिँ हाम्रो बुस हुनुहुन्छ यहाँले पनि आयो हुन्थ्यो भन्नु भएको छ तपाईहरु चाहिँ घरधनी तपाईको शुभ नाम टीका हजुरको कर्ण हजुरले फोन गर्ने पवित्रले उहाँले चाहिँ मलाई फोन गरेर बोलाउने मान्छे हजुरको चाहिँ गर्दनी सर्व कहिले देखिबाट देखेको 6 गतेबाट 6 गते आज त कति धेरै भइसक्यो नि 1 महिना हुन लागिसक्यो अब त 25 गते भइसक्यो सर्व कुकुरले देखेको भन्नुभयो
सुरुमा एउटा माथिको नानीले देखाएर चाहिँ त्यहाँ पर बारीमा त्यो कोठेबारभित्र भाइले बसे धेरै दिन त्यहाँ म फेरि खाना बजार गएको थिएँ त्यहाँ नानीले कान्छीले बोलायो नि दिदी यहाँ आउनु यहाँ कत्रो सर्कस खान्छ तपाईँ घर उता कोठेबारतिर पुऱ्याउने नि मैले म आएँ के सर्प त कता जान्छ भने फेरि अटोबाट आएर सामान लिएर आएँ त्यहाँ झरेँ तल झरेर भाउजू छिराउनु भने तल कान्छीले बोलाएर चाहिँ के छ सर्प छ ए हुँदै मैले पालेको हो भने मैले फेरि त्यतिकै त्यहाँ गेटमा ताला लगाएर गएको थिएँ गेटमा ताला लगाएको तिनीहरूले मारिसकिन्थ्यो ताला लगाएर गएको थिएँ ताला खोलेँ म भित्र आएँ फेरि म यहाँबाट गएँ फेरि मातालाई देखाएँ त्यहाँ चाहिँ काली शेष नाग हुन्छ अनि भन्नुभयो त्यहाँ फेरि हामीले पूजापाठ सबैले पूजापाठ गरेको थियो मैले पूजापाठ गरेँ मैले ध्वजा तानेँ ध्वजा देखाएर तान्न पठाएँ साँझ ध्वजा फालिदिउँ पैसा लगेर पूजा गरेँ जौतीले पूजा गरेँ त्यति तिन भए फेरि मैले सेतो दोबटा थियो क्या एउटा सेतो सल थियो त्यो सलले ढाकिदिएँ कहीँ गएनन् त्यहाँ झन् आएर त्यो सलमा बसेँ त्यहाँ यहाँ चाहिँ नागे हुन् भन्न सोच्यौँ अनि पूजा गऱ्यौँ फेरि साँझ फेरि मैले भित्र पूजा गर्ने बेला त्यहाँ गएर जौँ तिल त्यो अक्षता लगेर सबै अक्षता भन्नाले अब टिको लगेर पूजा गऱ्यौँ आँग्नु पर्ने गरी धुप बालिदिउँ यहाँनिर तपाईँ खुट्टानिर सर्प छ भने चाहिँ यहाँनिर गएर मैले धुप बालिदिएँ हुँतीको हुँती भएँ साढे 6 बजे पूजा गर्ने बेला टोइलेटमा राति 9 बजीतिर आएको टोइलेट बाहिरबाट त्यहाँ सबै केटा तर सुनेर आयो खै अन्टी तपाईँ नाक्छन् गरी हेरौँ भनेर आयो मैले ढोक खोल्दै त्यहाँ देखाइदिएँ भिडियो गरेर देखाइदिएँ तिनीहरू आयो त्यहाँ हेरेर हामी मान्छे ल्याउँछ छोड्ने मान्छे ल्याउँछ भनेर गयो फेरि त्यहाँ आएनन् अब सर पनि कता गयो भन्यो भने त्यहाँ अर्को दिन त फेरि टोइलेटभित्रसम्म गएर म टोइलेट देखेँ फेरि यहाँलाई उठाएर फेरि जानुभयो गएर हेर्नु फेरि मैले भिडियो गर्छु भने भिडियो गरेँ स्वाङ फेरि हामी अन्त्य त्यहाँ गएनौँ 3 दिनसम्म 2 रात 3 दिनसम्म त्यहाँ रहिरहे अब त अन्त छैन भन्यो फेरि आएर बसेर आएर बसेपछि नानीलाई फोन गरेँ नानीले फोन गरेको थिएँ ज्वाइँले बनाऊ रिसिनु भएको थियो सबैका नम्बर हालिदिनु भएको थियो छोड्ने मान्छे भनेर अनि नानीहरूले मातालाई फोन गरेर रातभरि 2:30 बजीसम्म बस्यौँ सर्पतीको ती भयो म भित्र सुत्न गएँ राति उठ्ने कता गएँ त्यही त 12 बजे कल गर्नु भएको थियो उहाँले अनि मैले चाहिँ देखेपछि अब भन्नु होला आउँछु भनेर भनेको थिएँ बिहान ठ्याक्क कल गर्नु भइहाल्यो तपाईँले के भन्नु छ सर्प अब यो सम्बन्धी केही छैन तपाईँ त धेरै फोन गर्ने मान्छे एकदमै होइन के भन्नु छैन हो म पहिले आएको थिएँ त्यहाँ उतातिर खाटतिर बसेको थियो राति त्यति बेला नि 12 बजे आएको थियो होइन 10:55 बसेको सर्प त्यतिखेर 12:55 त आएर लगभग 1 बजे जानु भएको भयो त्यही त यहाँ कोब्रा सर्प रहेछ कि यता वरपर ल ख्याल गर्न ल नमारेर उद्धारको लागि बोलाउनु मोटी तेल पनि हाल्नु भएको थिएन ल धेरै धन्यवाद त्यही त नागलाई पूजा मात्रै गर्नुभयो ल धेरै धन्यवाद छ ल अहिले म गएँ कि हाम्रो सन्जु दाइले पनि धेरै धन्यवाद छ बिहान यस्तो चिसोमा मलाई लिन आएकोमा है त ल